हेलो गाइज, हामीहरू आज 12 को एक्जामको अन्तिम दिनमा स्टुडेन्ट्सहरूसँग केही कुराकानी गर्नको लागि कन्सल्ट नेपाल आइसकेका छौँ। सो आज हामी चाहिँ ठ्याक्क बबर मलमा पछाडि देखिएको कलेजको अगाडि छौँ। भित्र स्टुडेन्ट्सहरू चाहिँ एक्जाम दिइरहेका छन्। सो आज चाहिँ हामीहरू एक्जाम कस्तो भयो भनेर सोध्नेवाला छैन, उहाँहरूलाई बरु फर्दर उहाँहरूको प्लान के छ, किनभने अब यस पछाडि स्टुडेन्ट्सहरू धेरै जस्तो विदेश गएर पढ्न खोज्छन्। अझ अहिले त स्पेसली धेरैजना स्टुडेन्ट्सहरू बाहिर गएर पढिरहेका छन्। सो यही रिलेटेड कुराहरू गर्नेछौँ, उहाँहरूको फर्दर प्लान्सहरूको बारेमा, उहाँहरूको फर्दर करियर केमा बनाउने सोच छ, यस्तो कुरा गर्नेछौँ। सो सी यू। दाइ, कति बजी सकिने हो एक्जाम? हो 11:15 हो। त्यो नगाडी स्टुडेन्ट्सहरू आउँछन् कि आउँदैनन्? ए हो, ए हुन्छ हस्। कलेज मेरो लागि एकदम ड्रामेटिक थियो। हो, किन? कहिले गएन? साइन्स पढेको भएर। अब सोचेको थिएन, त्यही अब के गर्नु, खाडीतिर जाने हो कि एमबीबीएस गर्छु कि नत्र अब मेडिकल फिल्डमै छिर्छु भन्ने हो मेरो चाहिँ। जेमा नाम निस्किन्छ त्यसमा ब्याचलर गर्छु अनि त्यसपछि फरेन गएर त्यसमा मास्टर्स सकाउँछु। पढेर काम छैन त, बाहिरै गएर पढ्नुपर्छ। नेपालमा केही छैन। अब ब्याचलर सकाएर जान्छु बाहिर चाहिँ। मेडिकल लिएर पढेपछि त्यसमा उठाउन त हामीलाई जिन्दगीभर लाग्ने भयो। नित्य गर्न सक्नु पर्यो, न त काम छैन नेपालमा होइन। आज एक्जाम कस्तो भयो भने चाहिँ सोधिनँ, तर अब एक्जाम सक्यो। सो फर्दर फ्युचर प्लान्सहरू के छ? यो ग्यापमा के गर्ने सोध्छ? अब म बायोलोजी पढेको होइन, अब म सीको लागि तयारी गर्छु। अब त्यही हो, धेरै जस्तोको त्यही एरियातिर नै हुन्छ हो बायोलोजी पढिसकेको छ। होइन, धेरैको हुँदैन। अब कतिजना अब बाबामाको के अरे फोर्सले गर्दाखेरि आएको हुन्छ बायोलोजी पढ्न। अब उनीहरू त अब विदेश जानको लागि एल्स गर्छन्, पिटी गर्छन्। अब मेरो सोच चाहिँ अब क्लियर छ होइन, अब कि एमबीबीएस गर्छु कि नत्र अब मेडिकल फिल्डमै छिर्छु भन्ने हो मेरो चाहिँ। म सीको लागि प्रिपेयर गर्छु। धेरै जस्तो स्टुडेन्टहरूले त्यही किन गरिरहेछन्? बायोलोजी पढेको भएर हो होला होइन? सो मेरो त विदेश जाने छ, तर मेरो जिपिएमा भर पर्छ। के अहिलेसम्मको इन्टर्नल एक्जामको यसो गेस गर्दाखेरि कतिसम्म आउला? अब खोइ, अब मलाई थाहा नै छैन कि। अब त्यो त अब एक्जामिनरले चेक गर्ने, हाम्रो कसरी थाहा हुन्छ? अब मेरो करियर चाहिँ मेडिकल लाइनतिर लाने सोच छ। अब एमबीबीएसतिर होइन, अब साइन्स बायोलोजी लिएर पढिसकेपछि अब मेडिकल लाइन त छिर्नै पर्यो। क्लियर हो यो। मेरो चाहिँ माइन्डसेट नै त्यही भइसक्यो। म मेडिकल लाइन तिर जान्छु, जेमा नाम निस्किन्छ त्यसमा ब्याचलर गर्छु अनि त्यसपछि फरेन गएर त्यसमा मास्टर्स सकाउँछु। अब सोचेको थिएन, त्यही अब के गर्नु, खाडीतिर जाने हो। त्यस्तो आजको एक्जाम बिग्रिहाल्यो। एक्जाम बिग्रियो भन्दैमा अनि खाडी गइहाल्ने त के गर्नु, नेपालमा बसेर काम छैन हो। त्यस्तो सोध्छ है। पास भयो भने त अब राम्रै कन्ट्री जाने नि, राम्रै गर्नु, नत्र खाडी जाने। नत्र खाडी त्यही हो। आजकल खाडीमा पनि धेरै पैसा छ ब्रो। स्टुडेन्टहरू धेरै जस्तो स्टुडेन्टहरू गइराख्नु पढ्नलाई। तिम्रो राम्रो हो। मेरो त आइएल्स पढ्ने सोच्छ त। आइएल्स पढ्ने छ, जोइन गरिहाल्ने हो। जोइन गरिहाल्ने त। नेपालमा नपढ्ने? नेपालमा पढेर काम छैन दाइ, बसेर काम छैन, पढेर पनि काम छैन। पढेर काम छैन दाइ, बाहिरै गएर पढ्नुपर्छ। लास्टमा पनि त्यही हो। तिम्रो पनि त्यही हो। तिमी के गर्ने? म त केही सोचे छैन। होइन त्यस्तो त होइन। पहिला रिजल्ट आओस् अनि एक्जाम बिग्रेछ के? एक्जाम बिग्रेछ, गाह्रो थियो क्वेसन। एक्जाम दिन जाने यो प्रिपेरेसन चाहिँ नेपालमा कहाँ हुन्छ थाहा? नेम, भाइब्रेन्ट, एम्बिसन। ठिक छ। हाम्रो छैन, हाम्रो इन्स्टिट्युट होइन, हामी कन्सल्ट नेपाल भन्ने हामी एजुकेसन रिलेटेड भिडियोजहरू मात्र बनाउँछौँ। नो कन्सल्टेन्सी, नो एजुकेसन इन्स्टिट्युट, जस्ट इन्फर्मेसन मात्र है। अब घर गएर आउने अनि नेममा चाहिँ मेडिकलको इन्ट्रान्सको प्रिपेयर गर्ने सुरु गरिहाल्ने। नेम पनि ठ्याक्कै चुज गरेको छौ हो? सो वाइ नेम? मतलब त्यो राम्रै हुन्छ होला भन्ने सोचिरहेको। अरूहरूले पनि नेममै गर्नुभएको प्रिपेरेसन, मेरो सिनियर दादा दिदीहरूले नि, अनि त्यही भएर। ओके, हजुरको पनि त्यही हो? हजुर, हामी दुइटै सँगै पढ्ने, अनि त्यही नेममै गएर जोइन गरेर होइन। अब पहिला आइएल्स गर्छु अनि त्यहाँबाट चाहिँ हुन्छ मेरो। अहिलेसम्म कुनै त होला नि त यस्तो कन्ट्रीमा जान्छु भन्ने? तर त्यो कन्ट्री पनि छ अनि फेरि बिएससी नर्सिङ पनि गर्छु भन्ने दुईटा छ अप्सन। सी प्रिपेयर गर्ने। कहाँबाट गर्ने? भाइब्रेन्टबाट। ल ठिक छ, फर्दर प्लान्सहरू राम्रो हो। सो नेपालमै बस्ने, बाहिर नजाने? होइन, बाहिर जान्छु। अब ब्याचलर सकाएर जान्छु बाहिर चाहिँ। मेरो दिदीहरू अस्ट्रेलियामै हुनुहुन्छ। अब सकेसम्म अहिले चाहिँ नजाने, किनभने एक्लो छोरो म होइन। अब
त्यही हो ब्याचलर सकाइसी चाहिँ जान्छु होला मेरो दिदीहरू पनि त्यहीँ हुनुहुन्छ अब त्यस्तो गाह्रो सजिलो हुने भयो। सजिलो त धेरै सजिलो हुने भयो दिदीहरूले चाहिँ नेपालमा नपढ बाहिर आइज भनेर भन्छन् कि भन्दैन? भन्नुहुन्छ नि किन नभन्नु मेरो दिदीहरूले पनि ब्याचलर सकाएर जानुभयो विदेश अब थाहा छ नि त ब्याचलर कस्तो हुन्छ भन्ने कुरो अब तर नि अब नेपालमा केही गरिन्छ कि भन्ने यस्तो सोच त छ अब सक्यो भने गरिन्छ होइन नत्र विदेशी अनि अब ओके सो एकदम क्लियर पाथवे छ तिम्रो हजुर, यहाँ हजुर। यस्तो गर्छु यस्तो गर्छु हजुर हो हजुर ओके थ्याङ्क यू हस् वेलकम छैन मलाई घरमा जानु दिनुहुन्न एक्लै छोरी भएर हो कि के हो कोही छैनन् बाहिरहरू मतलब कजनहरू त हुनुहुन्छ तर घरको मान्छे चाहिँ हुनुहुन्न मेरो ब्याचलर पछि छ किनकि अब यहाँ नेपालमा अब हामीले मेडिकल लिएर पढेपछि त्यसमा उठाउन त हामीलाई जिन्दगीभर लाग्ने भयो नि त अब यदि हामीले 50 लाख जति त लाग्छ नि त मेडिकलको लागि अब त्यो हामीले पढ्यौँ अब त्यसपछि ब्याचलर यतै सकायो तर त्यो उठाउनु त हामीलाई त अब जिन्दगीभर काम गर्नुपर्ने भयो नि त अब यही डिग्रीले हामी यदि फरेन कन्ट्री गयो भने हामीलाई इजिली 10 to 15 इयर्समा त्यो हामीले इन्कम उठाइसक्छ मजाले उठाउन सक्छ अझ एक्सेस पनि हुन्छ एक्सेस पनि हुन्छ हाम्रो इन्कम पनि राम्रो सेभ हुन्छ अनि त्यसपछि हामीले फ्यामिलीलाई नि क्वालिटी टाइम दिन पाउँछौँ त्यही नै त हो नि दाइ होइन नेपालमा त खोइ केही छैनै जस्तो लाग्छ मलाई त हो त्यस्तो फिलिङ आइसक्यो अहिले त्यस्तो फिलिङ अब ब्याचलरसम्म चाहिँ यतै गर्ने हो त्यसपछि विदेश जाने हो प्लस टू पछि चाहिँ छैन प्लस टू पछि चाहिँ मलाई के लाग्छ भने अब फ्यामिलीबाट यताबाट इन्कम पठाइरहनु भन्दा त ब्याचलर पछि आफ्नै हातमा सिप भएपछि काम गर्न सकिन्छ नि त किन फ्यामिलीलाई दुःख दिनु त्यही हो दाइ ल ब्रदर धन्यवाद नेपालको त्यही हो क्या के छ भन्दाखेरि न के काम पाउँछ पाए नि एउटा पालेको जागिर खान नि अब 10,000 देखि 12 म्याक्सिमम अधिकृतको जागिर खायो भने 40 देखि 45,000 छ के अनि के जति पढेर काम गर्यो अब लोकसेवा निकाल्यो हामीले होइन त्यही 45 देखि 50,000 त हो डेनमा पाए हामीले त्यो त पुग्दै पुग्दैन अब त्यो लाइफको लागि कहाँ पुग्यो त नेपालमा बसेर एक्सपेन्स धेरै भयो सबैले नेतागिरी गर्न मिलेन होइन हो होइन कि त सरकारी क्याम्पसमा गएर नेतागिरी गर्नु नितै गर्न सक्नु पर्यो न त काम छैन नेपालमा बसेर एकदम एकदम ठिक छ यार मलाई एकदम आई एम भेरी वरिड के किनभने धेरै यहाँ त हामी हो तर अब लाइफ फ्युचर हेर्नु पर्यो नि त हो हामीले होइन सबैलाई त त्यही त हो नि ठिक छ गाइजहरू अल द भेरी बेस्ट जानु त जाने तर ब्याचलर पछि पहिला सबै आफ्नो कोर्सहरू कम्प्लिट गर्ने अनि पढेर चाहिँ पछि जब गर्न धेरै उसको लागि त्यहाँ वाइ अब्रोड केही छ नेपालमा के भयो लाइक के कुरा चाहिँ चित्त बुझेन तपाईँहरूलाई नेपालमा त्यो स्किल भए पनि कसैलाई जब नै मिल्दैन अनि त्यो जब पाए पनि अनि त्यो स्यालेरी नै राम्रो हुँदैन त्यही छ है मेजर प्रब्लम त्यसपछि हाम्रो एक्सपेक्ट पनि हुन्न जबहरूको मेनमा मेन चाहिँ त्यस्तो छ ओके सो एनी कन्ट्री जुन स्पेसिफिक सोच्नु भएको छ युएसए अमेरिका युरोपियन कन्ट्री नै हो युरोपियन कन्ट्री तर राम्रो भएपछि त यहीँ बस्ने हो राम्रो स्यालेरी राम्रो ठाउँ राम्रो एक्सपेक्ट पायो भने त यहीँ आफ्नै देशमा बसेर कमाउने हो नि अनि यस्तै नभएपछि जाने ओके सो थ्याङ्क यू सो मच अल द भेरी बेस्ट है त हाम्रो कन्सल नेपाल भनेर छ बेलुका आउँछ ल तर धेरै जस्तो स्टुडेन्टहरू बाहिर जान किन खोज्या होला के छ नेपालमा केही छैन घरबाट पनि त्यही भन्छन् होला है बाहिरै जाऊ भन्छन् त्यस्तो त केही कर लगाउनु भन्छ आफूलाई इच्छा लाग्यो मन लाग्यो गर्ने त नि अब सो स्कुलको कलेजको केही मेमोरी छ द्याट युड लाइक टु सेयर कि एकदम रमाइलो केही आई विल नेभर फर्गेट भयो कलेज मेरो लागि एकदम ट्रमेटिक थियो हो किन कहिले गएन साइन्स पढेको भएर ए साइन्स म त कहिले नगएर हो कि भन्दा होइन म त्यसरी चाहिँ एब्सेन्ट हुँदिनँ थिएँ तर जो स्ट्रेस चाहिँ धेरै भयो एकदम साइन्स आफैले मन लगाएर चुज मन लागेर हो म पहिले बुझ्दिनँ एकदम धेरै ल तिमी नै बोल ल अब यसमा चाहिँ ल के छ मेमोरी भन नि त के छ हामी त टोइलेटमा गएर बङ्क गर्ने अनि सरले उभाइराख्नु त्यो आज बिहान पनि कुरा गरिरहेको थियौँ अनि सरको धेरै याद आउँछ हामीलाई सरहरूको चाहिँ युएल सर सरलाई मेन्सन हान्नुपर्ने भन्दा युएल सर फेरि अहिले कलेज छोडिसक्नु भयो छोडिसक्नु एकदम म कलेजको साँच्चीकै एकदम गाह्रो थियो मलाई 2 वर्ष बिताउनलाई मैले बल्ल बल्ल सास फेरेर बिताएँ किन हजुर होइन मतलब अब भन न किन भन मतलब अब साथीहरू थिएनन् क्या मेरो बल्ल बल्ल यिनीहरू अलिअलि साथी भएको थिएँ अनि मलाई एकदम स्कुलको याद आउँथ्यो कि अनि त्यस्तै भएर एक्जाम कस्तो भयो भन्नुहोस् एक्जाम त राम्रै भयो मेरो सोध्नै पर्दैन अहिलेसम्म सबै राम्रो भयो सबै राम्रो भएछ तपाईँहरूले देख्नुभयो हामीले धेरै +2 एक्जाम सकाएर निस्कनु भएको स्टुडेन्ट्सहरूसँग कुराकानी गऱ्यौँ आज बायोलोजीको एक्जाम रहेछ उहाँहरूको फर्दर प्लान्सको बारेमा कुरा गऱ्यौँ अब्रोड किन जाने भन्ने कुरा गऱ्यौँ सो मलाई चाहिँ एकदमै नराम्रो के लाग्यो भन्दाखेरि उस्तै त देशबाट अलमोस्ट धेरैजना युथ्सहरू चाहिँ बाहिर पढ्नको लागि काम गर्नको लागि गइरहेको छन् देश खाली हुँदैछ अझ
अहिलेको 12 को स्टुडेन्टहरूसँग कुराकानी गर्दा पनि त्यस्तै कुरा निस्क्यो कि आइदर उनीहरू अब तुरुन्तै आइएल्स जोइन गरिहाल्छन् अरू फर्दर ब्याचलर सकाएर भए पनि विदेश चाहिँ जाने नै सोध्छ क्या सो हामी कन्सल्ट नेपालको थ्रुबाट चाहिँ यस्तो कन्टेन्ट्सहरू इन्फर्मेटिभ कन्टेन्ट्सहरू कन्भर्सेसन्सहरू र कन्भर्सेसन्सहरू तपाईँहरूको लागि लिएर आउने नै गरिरहेका छौँ हामीलाई सपोर्ट गरिदिनु होला सेयर गरिदिनु होला युट्युब सब्सक्राइब गरिदिनु होला सी यु इन द नेक्स्ट भिडियो